वेलकम टु माई के हो वेलकम टु ब्याक माई प्रेमबहादुर भ्लग हैन। फेरि आइसकेका छौँ हामी। अब के भन्दैछु भने हामी भर्खरै विसर्जन गरेर आयौँ भन्न मिल्दैन हैन। हामी चाहिँ अब यो बेगनासको तालतर्फ जाँदैछौँ। हामी माथि जङ्गलमा आएको। मलाई खासै बोल्न त आउँदैन। पहिला अब सुरुमा भर्खर भ्लग बनाउँदैछु। अब तपाईहरुको माया साथ छ भने अब बिस्तारै म बनाउँछु, भ्लग बनाउँछु हैन। भोइस त खासै राम्रो छैन, त्यही पनि यसो हल्का हानेको। ल अब म तपाईहरुलाई एकछिनमा बेगनास देखाउने छु। बाई। यहाँ हाम्रो दाइ हुनुहुन्छ, कति गोरो हुनुहुन्छ घरभित्र बसी यो चाहिँ हाम्रो भाइ हो डन, बेगनासको डन। अम्बाको रुख रहेछ है, सानो अम्बाको रुख। हामी सबै क्लिपहरु खिच्दै जान्छ। हेलो गाइज, हामी फेरि आइसक्यौँ बेगनासतिर। अनि तपाईहरु कता हुनुहुन्छ फेरि आउन नभुल्नु होला है। म देखाउँदैछु, ल हेर्नुस्, यही हो बेगनास लेक। तपाईहरुलाई विश्वास लाग्दैन भने हेर्नुस्, हामी भर्खरै आइसकेका छौँ बेगनास लेकतर्फ। हो यही हो हैन हाम्रो पोखराको साम। वाह दामी। हामी फेरि आइसक्यौँ। वाह कति दामी फ्लावरहरू है। यस्तो दामी छ, कस्तो क्लियर आछ हैन फ्लावरहरू। वाह सो ब्युटिफुल। अनि मेरो चाहिँ डट बाइक होइन, यो चाहिँ डट बाइक हो कसको। फोटो हेर्नुहोस्, यतिकै बसिरहेछ, खाली छ बेगनास लेकमा। वाह ल हैन फ्लावर। वाह यो चाहिँ यति दामी छ हाम्रो लेक साइड भन्दा नि बेगनासको। त्यहाँ चाहिँ बेगनास देख्नुहुन्छ सबैले। ल गाइस, वाह हाम्रो यो चाहिँ बेगनास ताल। पोखरा चाहिँ यति सुन्दर छ नि है, यस्तो दामी ताल छ बेगनास। ल म चाहिँ जति क्लिप बनाउँदैछु यसलाई अहिले हेर्नु होला गाइस है। यति बेला चाहिँ फोटोसुट भएको थियो, भइसकेको छ। हामी जाँदैछौँ गाइस, हाम्रो साथी हुनुहुन्छ हैन। हामी बेगनासमा आएको। बेगनास यस्तो छ, दामी छ। सबैले माया गर्नु होला मेरो भ्लगलाई। पहिलोचोटि हो हैन खिच्दैछु। थ्याङ्क यू।